आमाको उपहार च्यानलमा हजुरलाई स्वागत छ। यस च्यानलमा फुड रेसिपिज, बेबी प्रोडक्ट रिभ्युज र बेबी केयर सम्बन्धी सम्पूर्ण जानकारीहरू हुनेछ। यस्तै जानकारीहरूको लागि यो भिडियोलाई लाइक, सेयर, कमेन्ट र च्यानललाई सब्स्क्राइब पनि गरिदिनु होला। अब सुरु गरौँ। 1 वर्षभन्दा माथिका बेबीहरूको लागि माछाको तरकारी कसरी बनाउने भनेर। सबैभन्दा पहिला माछा किन्ने बेलामा माछाको काँडा कम भएको अनि माछालाई छातीको भाग छुट्याएर दिनु भनेर हामीले माग्नुपर्ने हुन्छ। त्यसो गर्यो भने उहाँले छातीको भागलाई छुट्याएर दिनुहुन्छ र छातीको भागमा चाहिँ ठुलो ठुलो काँडा हुन्छ र त्यसमा काँडा अड्किने जोखिम कम हुन्छ। यसरी मैले यो माछाको छातीको भागलाई लिएको छु अनि माछाको सुप पनि बनाउनु पर्ने भएको कारण मैले यो माछाको टाउकोलाई पनि लिएको छु अनि त्यो छातीको हड्डी पनि ठुलो हुन्छ। यो हड्डीहरूले गर्दा चाहिँ सुप एकदमै मिठो फ्लेभर आउँछ र बच्चाको लागि त्यो चाहिँ राम्रो पनि हुन्छ। अब फ्राई प्यानलाई ग्यासमा बसाल्नु पर्ने हुन्छ र मैले बसालेको यो फ्राई प्यानमा मैले घिउ पनि एड गर्दैछु। घिउमा पकाएको माछाको सुप एकदमै मिठो हुन्छ र यसरी प्यानमा घिउ तातिसकेको छ। अब यसमा म माछालाई राख्नेछु। हजुरहरूले याद गरिसक्नुभयो होला, मैले यो माछालाई त्यस्तो धेरै मेरिनेट केही पनि गरेको छैन र पुरै चुर्लुमै तेलमा डुबाएर तारी पनि रहेको छैन। किनभने हामीले त्यस्तो धेरै तारेको झानेको खानु ठुलो मान्छेको लागि त स्वास्थ्यजनक हुँदैन भने बच्चाको लागि झन् त्यो कति अनहेल्दी होला हैन। तर मैले यसलाई हल्का फ्राई चाहिँ गर्नेछु किनभने त्यो एक प्रकारको काँचो काँचोवाला स्मेल आउँछ डाइरेक्ट त्यतिकै उम्लेको पानीमा लगाउँदा। त्यो कारण मैले यो हल्का फ्राई गर्दैछु। यस गऱ्यो भने अझ मिठो हुन्छ। तर यसलाई क्रिस्पी चाहिँ म बनाउने छैन किनभने क्रिस्पी बनायो भने त्यो बच्चाले खानै सक्दैन, त्यो माछाको मासु नै निस्किँदैन। धेरैजसो आमाहरू माछाको काँडा अड्किन्छ भनेर डराउनुहुन्छ अनि आफ्नो बच्चाहरूलाई माछा दिनुहुन्न। तर माछाको छनोट अनि माछाको कुन भागमा काँडा कम हुन्छ भन्ने थाहा भयो भने हामी सबैले ढुक्कसँग माछा दिन सक्छौँ। किनकि यसमा ओमेगा 3 फ्याटी एसिड हुन्छ जसले गर्दा बेबीहरूको ब्रेन डेभलपमेन्ट, नर्भस सिस्टम र भिजनको लागि अति नै आवश्यक रोल प्ले गरिरहेको हुन्छ। यस्तै अरू पनि धेरै फाइदाहरू त छँदैछ। अब सुप बनाउनको लागि मैले यहाँ हरियो लसुन, धनियाँ, टमाटर अनि हरियो छेपीको पात अनि प्याज र अदुवा लसुनलाई लिएको छु। यो सबै तयारीपछि अब फेरि कराईलाई बसालेर अनि त्यसमा घिउ राखेर थोरै ज्वानो, जिरा अनि मेथीलाई मैले राख्दैछु अनि त्यसपछि अघि चप गरेर राखेको टमाटर, प्याजहरू सबै हरियो लसुनहरूलाई फ्राई गर्नेछु। म फेरि पनि भन्न चाहन्छु, मैले बनाएको यो रेसिपी चाहिँ 1 वर्षभन्दा माथिको बेबीहरूको लागि मात्रै हुन्छ। 1 वर्षभन्दा तलको बच्चाहरूलाई अलिक फरक तरिकाले हामीले खुवाउनु पर्ने हुन्छ। यदि त्यो प्रकारको रेसिपी पनि चाहिन्छ भने कमेन्ट गर्नुहोला। यसरी पानी उम्लिएपछि हामीले अघि हल्का फ्राई गरेको माछाको टाउको अनि सबै त्यो बडी पार्टहरूलाई चाहिँ हामीले उम्लेको पानीमा लगाउनेछौँ र यो राम्रोसँग पाक्नुपर्ने हुन्छ किनभने यो राम्रो पाकेको छैन र अब हामीले यो उम्लेको तातो पानीमा नै उमाल्दै पकाउनु पर्ने हुन्छ। त्यो कारण कम्तीमा पनि 15 देखि 20 मिनट पाकेर नै रेडी भइसक्यो। अब यसलाई चाहिँ म बच्चाको लागि निकालिदिनेछु। मैले अघि भनेको थिएँ नि, यहाँ चाहिँ ठुलो हड्डी हुन्छ, ठुलो हड्डी र मासु, यो चाहिँ मासु मात्रै हुन्छ, एकदम राम्रो हुन्छ यो मासु। यो पनि मासु मात्रै हुन्छ। यसरी यो छातीको मासुमा चाहिँ ठुलो हड्डी हुन्छ अनि केलाउन सजिलो हुन्छ अनि मसिनो हड्डी अड्किन्छ कि भनेर चिन्ता गर्नु पर्दैन।
यसरी मेरो 19 महिनाको बच्चाले एकदमै मन पराएर खाइसकेको छ। हजुरहरूले पनि आफ्नो बच्चाहरूलाई यसरी नै बनाएर दिन सक्नुहुन्छ। भिडियो हेरिदिनु भएको लागि धन्यवाद।